हेलो साथीहरू, आज चाहिँ म यता राखुली खोलातिर जाँदैछु। यो जङ्गलको बाटो हुँदै ओह्रालो बाटो हिँड्नु अप्ठ्यारो छ। माथिबाट यहाँ तल आइसकेँ म। यहाँबाट हिँड्नु त अहिले सजिलो छ, बाटो पनि यता हो कि उता हो, भरे आउने बेलामा कसरी निस्कनु हो। तपाईहरुले देख्न सक्नुहुन्छ घाँस हाम्रोतिर प्रशस्त मात्रामा पाइन्छ, तर काट्ने मान्छे छैन। पहिला जस्तो वस्तुभाउ पालेको छैन। पहिला त भैँसी पाल्थे, गाई पाल्थे, घाँस काट्नको लागि हामी यहाँसम्म आउनु पर्थ्यो। अहिले भने घर वरिपरि घाँसै घाँस छ, तर गाई भैँसी त्यस्तो केही पालेको छैन। मान्छेहरूले सबै बसै छाडेर गइसकेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ, पारी देखेको चाहिँ यो घुम्ने हो, सुनकोशी नदी तपाईहरुले देख्न सक्नुहुनेछ। र तपाईहरुले नाम सुन्ने भएको छ होला, देख्ने भएको छ होला। यो पारीको सडक चाहिँ यो हुरहुरे भिर भन्ने गर्दछ यसको नाम। सायद सबैले नै चिन्ने गरेछ यो भिरलाई चाहिँ। यहाँबाट एकचोटि गाडी खसेको थियो माथिबाट। यहाँबाट यहाँ तल खसेर दुईजना मान्छे चाहिँ बाँच्न सफल भएको थियो। यहाँनिर सिधा त्यसको विपरीत वारी चाहिँ डिक्टेलबाट सिधै सरररररर रसुवा हुँदै यता आशावाला हुँदै बङदुवा साउने चोर हुँदै धाब्लाङ पक्की पुलको बाटोसम्म जाने बाटो हो। यहाँनिर बेली ब्रिज फोक्सिङटारको पक्की पुल बगाएपछि यहाँनिर भूपेन्द्र राईको पहलमा यो बाटो उता जोड्नमा नयाँ ट्र्याक यसपालि सफल भएका छौँ। र अहिले चाहिँ भने बर्खाको कारणले गर्दाखेरि बाटोहरू सबै भत्केर अवरोध भइरहेको छ र यहाँबाट हिँड्नको लागि बाटोहरू छैन। अनि म चाहिँ फाइनली त्यो बाटोमा आइसकेका छु। गाडी चाहिँ मैले बाटो बिग्रेको कारणले माथि नै डाक्टर मुनि राखेर आएको छु। फाइनली म झन्डै चिप्लेन, यहाँबाट चिप्लेको भए त स्लिप हुन्थ्यो। जोगिएर हिँड्नु होला यो बाटो हिँड्नुहुने साथीहरू। यतातिर धेरै साथीहरू हिँड्नुहुन्छ यो बाटोमा। म पनि आइसकेँ फाइनली। डिक्टेलबाट गएर जाने बाटो, यता पक्की पुल धाबालाङ जाने बाटो यस्तो छ। यतातिर त राम्रै छ, तर पनि यो नयाँ ट्र्याक भएको कारणले माटोको ढिस्कुरहरू बगेर जान्छ। यहाँ तल चाहिँ देख्न सक्नुहुन्छ खारखोला, प्रख्यात जलकपुर माछा पाइने ठाउँ खारखोला घाँकी तल छ। र तपाईहरुलाई यो मेरो छोटो